आजको हाम्रो खाजा चाहिँ आलु छ। This is Narfedi. बाटो चाहिँ पुरै हिँड्ने छ। पास चाहिँ अब त्यो डाँडाको ठ्याक्क पछाडिको डाँडा हो। नजिक आइपुग्यौँ। अब कन्टिन्यू हिँड्यो भने 20 मिनट। अनि त्यहाँ छ केटाहरू आउनु बाँकी नै छ। The journey started before sunrise. At 5:45 in the morning, we caught our first bus from Kathmandu. While the city was still waking up, the roads were quiet. The air felt cold. And ahead of us was the beginning of a long trek into the Himalayas. After hours on winding mountain roads, we finally reached Basisahar at around 1 p.m. We stopped for lunch, picked up a few last-minute essentials, and took a short break before continuing deeper into the mountains. From there, the journey became even more adventurous. Our next destination was Koto, a small village surrounded by massive mountains, and the gateway to the trail ahead. As the roads got rougher and the landscapes became wilder, it finally started to feel real. The trek had officially begun. यतिखेर हामी कोटो आइपुग्यो। अहिले 8 बज्यो बेलुकाको। सो फाइनली एट कोटो। अब आज चाहिँ हामी यहीँ बस्छौँ। अब भोलि बिहान चाहिँ यहाँबाट हामी मिटाको लागि निस्किन्छौँ। भर्खर आइपुगेको, एकदम टायर्ड छौँ। बिहान 6 बजे निस्केको, अहिले 8 बजे बेलुकाको। द्याट्स अल अपडेट टिल नाउ। ओके, भोलिबाट चाहिँ म कन्टिन्यू भ्लग बनाउने छु होइन। आज दिनभरिको भ्लग खासै बनाउन पाएन, तर पनि अब जे होस् अलिअलि खिच्न त खिचेको छु। द्याट्स अल फर नाउ। बाई, सी यु टुमोरो। Today is our second day. We woke up in Koto surrounded by cold mountain air and complete silence. After yesterday's long ride, our bodies were still tired, but the excitement for the trek ahead made it easier to get moving. But because of the recent snowfall, we realized we needed crampons before continuing the trek. So, early in the morning, I headed to Sham, just about 5 minutes away from Koto, to buy the gear we needed. यतिखेर चाहिँ म चामेमा छु। हाम्रो क्र्याम्पहरू चाहिँ क्र्याम्पन चाहिँ जुत्ताको लागि माथि चाहिने भयो होइन। एकदम धेरै हिउँ छ अरे, त्यसको लागि चाहिँ म चामे आइपुगेको छु बजार। चामे बजारमा आएर चाहिँ मैले क्र्याम्पन लिएँ, तर कोटोमा पाएन। सो गाइस, तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ क्र्याम्पन लिएर आउनुपर्ने हुन्छ यो सिजनको लागि चाहिँ, किनभने एकदमै हिउँ बढी छ अनि चिप्लिने चान्स एकदमै हाई हुन्छ अरे। त्यही भएर आफ्नो सेफ्टीको लागि चाहिँ क्र्याम्पन बोकेर आउनु पर्ने छ। द्याट्स अल अपडेट फर now. You guys, see you in a while. पैसा दिनुपर्ने थियो, त्यही भएर मैले नि
20,000 दिनु पर्ने डाइरेक्ट घर जाने बेला निकालिदियो फाइनली हामी अब कोटोबाट चाहिँ हाम्रो यात्रा सुरु गरिसक्यौँ। आज चाहिँ हामी नेतामा गएर बस्छौँ। अब यहाँबाट लगभग 7-8 घन्टा भन्दा नै बढी लाग्छ कि जस्तो लागिरहेको छ अनुमान यहाँको कुरा गर्दाखेरि सुन्दाखेरि चाहिँ। लेट्स सी कति टाइम लाग्छ। अब सी यू इन अ वाइल बाई गाइस। हामी चाहिँ यतिखेर खच्चड बस पार्क आइपुग्यौँ। यहाँनिर चाहिँ बस पार्क छ खच्चडको लागि। खाना खाएर हामी चाहिँ अब यहाँबाट निस्किसक्यौँ। 1:15 गयो। लेट्स सी अब हामी मेता चाहिँ कतिखेर पुग्छौँ है त। बाई गाइस। ट्रेल चाहिँ अति बवाल छ है। आज हाम्रो मिटासम्म हो अनि यो ट्रेल चाहिँ एकदमै बवाल लाग्यो। यस्तो छ। यस्तो ओडार छ। पनि यो यसको पर पुग्छ नि, त्यो पुगेको भिडियो पठायो भने म 1 करोड दिन्छु। अनि यो मान्छेले चाहिँ मेरो च्यालेन्ज एक्सेप्ट गरिसक्यो क्या। सो यो चाहिँ मेटा पुग्ने बेलातिर हो। यहाँ चाहिँ दुईवटा बाटो छ है। यो तलको बाटो चाहिँ गयो भने खोलातिर पुग्छ अनि सर्टकट चाहिँ हो अरे होइन। तर ओह्रालो पनि छ अनि फेरि सिधै उकालो पनि छ अरे यो बाटो तलको बाटो। सो माथिको बाटो चाहिँ हल्का स्लोप उकालो टाइपको छ अरे होइन। अहिले यहाँसम्म जस्तो बाटो आइरहेको छ त्यस्तै टाइपको बाटो छ अरे। सो
यहाँको लोकलहरूले अनि गाइडहरूले चाहिँ माथिको बाटो रिकमेन्ड गर्नुभयो हामीलाई। सो हामी चाहिँ माथिको बाटो हिँडिरहेको छौँ यतिखेर। द्याट्स एन अपडेट गाइज, सी यू। यो उकालो चाहिँ अलिकति बढी गाह्रो रहेछ, अलिक ठाडै उकालो जस्तो छ। लगभग 30-40 डिग्री जस्तो उकालो। यो ठाउँलाई चाहिँ द घोस्ट अफ माउन्टेन भन्दो रहेछ होइन, किन भन्दाखेरि चाहिँ यसको आतङ्कले गर्दा। सो यहाँ चाहिँ यस्तो ठाउँ छ, डेन्जर ठाउँ। फाइनल्ली 5:30 बजी हामी मेटामा आइपुग्यौँ। केटाहरू आउनु बाँकी नै छ, म चाहिँ भर्खर आइपुगेँ। सो सोचेको भन्दा चाहिँ अलिकति बढी गाह्रो रहेछ। यति धेरै गाह्रो सोचेको चाहिँ थिएनौँ हामीले, फर्स्ट डेमै अलिकति बढी नै हिँड्यो। सो अब हेरौँ अब कहाँ बसिन्छ, होटलहरू धेरै नै रहेछ यहाँ। बाई गाइज। दाइ दिदीहरू भलिबल खेल्दै हुनुहुन्छ। Finally at Meta. Today is our third day in the mountains. Our destination for today is Phu village, sitting at an altitude of 4,080 meters. This morning, we decided to send our heavy bags with the horses, so for once, we could walk freely and truly enjoy the journey. And honestly, it changed everything. Without the weight on our backs, we could finally slow down and take in the scenery around us. गाइस म ज्याकेट लगाएर दुईटा ज्याकेट लगाएर हिँडिरहेको छु। यतिखेर चाहिँ लगभग हामी 7 घन्टा जतिमा चाहिँ हामी फु गाउँमा पुग्छौँ। आज फु गाउँमा बसिन्छ एन्ड देन भोलि चाहिँ फु गाउँतिरै घुमिन्छ। माथि बेस क्याम्प गइन्छ होला सायद, जहाँसम्म लाग्छ। त्यसपछि हाम्रो पर्सि भनेको नारफेदी हुन्छ। नारफेदी चाहिँ डेन्जर उकालो छ बाटो, तर ठिकै छ, कटाइन्छ यताउता गर्दैमा बिस्तारै हिँडेर। सो पछाडि चाहिँ हिमाल टल्किरहेको छ, त्यही सेतो आइरहेको छ, यस्तो छ पछाडि चाहिँ। Flowing rivers, waterfalls, and endless Himalayan landscapes followed us throughout the trail. Every turn looked unreal. The higher we climbed, the quieter the world became. Today wasn't just about reaching the destination, it was about enjoying every यो step पोइन्टबाट along चाहिँ हामी the way. नार जाने कि फु जाने भनेर छुट्टिन्छ। यहाँबाट तल साइडमा गयो भने चाहिँ हाम्रो नार भिलेज भयो, माथि चाहिँ फुमा गयो। अब आज चाहिँ हामी फु जाँदैछौँ अनि भोलि चाहिँ यही ठाउँमा आएर फर्केर चाहिँ हामी तलको पुल हुँदै अनि नारको बाटो लाग्छौँ। यता माथि डाँडा पारी चाहिँ नार छ। सो आज चाहिँ यहाँबाट भित्र यता मोडिन्छौँ। त्यो भनेको चाहिँ फु गाउँ भयो। ल, द्याट्स अल फर नाउ। जो भेजी थी दुआ
यहाँ चाहिँ गोठ रहेछ, धेरैवटा नै गोठ छ यहाँ। चौरीको हो कि जस्तो लाग्छ तर नट स्योर। बाटो चाहिँ एकदम राम्रो छ है यताको, धेरै उकालो पनि छैन ओह्रालो पनि छैन, त्यही हेर्छ बाटो, इजी पिजी। सो गाइस यतिखेर चाहिँ हामी छ्याकु गाउँको नजिक नै आइपुग्यौँ। अलिकति उकालो रहेछ यहाँनिर पछाडिको बाटो। द्याट्स अल। अगाडि एकदम हिमाल देखिरहेको छ। आई सो यु। यस्तो छ यता। यहाँ चाहिँ फुटबल स्टेडियम रहेछ है, टक्क बसेर हेर्न मिल्ने। अनि यतापट्टि ग्राउन्ड छ, मण्डला रङ्गशाला रहेछ यो चाहिँ। यहाँनिर चाहिँ मण्डला रङ्गशाला लेखिरहेको छ। यस्तो हिमालको बिचमा बसेर फुटबल खेल्दा कति मजा आनन्द आउँछ होला सोच्नुहोस् त गाइजहरू। तपाईँहरू पनि आएर यसो खेल्नु है त। दिस इज छ्याकु भिलेज। यसमा चाहिँ एकदम पुरानो एन्सियन्ट टाइपको घरहरू पनि छ है। मान्छेहरू चाहिँ बस्नु हुँदो रहन्छ तर पनि स्टिल छ घरहरू चाहिँ। अनि यहाँनिर नयाँ होटेलहरू छ, धेरै नै छ होटेलहरू पनि। एउटा टुरिस्टहरूको लागि एउटा बस्नको लागि पोइन्ट हो यो। माथिपट्टि यस्तो छ, चारतिर माउन्टेनले घेरेको छ भन्दा पनि हुन्छ है। यतिखेर चाहिँ हामी ख्याङ आइपुग्यो। ख्याङ चाहिँ छ्याकु भन्ने ठाउँबाट लगभग 1 घन्टा जति लाग्यो हामीलाई चाहिँ। अब यहाँ आएर चाहिँ हामी अब खाना खान्छौँ। त्यसपछि हाम्रो यात्रा भनेको यहाँबाट हुनेछ। यहाँबाट करिब 3-3.5 घन्टामा हामी बिस्तारै गयो भने पनि पुग्न सक्छौँ। सो यतिखेर चाहिँ 11:50 भयो। माउन्टेन गोट। सानो बेबी कस्तो क्युट। टाउकोमा निधारमा दुईतिर क्या सेतो मात्र, नाकमा।
सो यतिखेर चाहिँ हामी फुक पुग्न लाग्यो हामीले चाहिँ फुको गेट देखिसक्यौँ होइन अब लगभग 15 मिनट हामी फुको गेटमा पुग्छौँ होला बाटो चाहिँ लामो छ लगभग मेटाबाट 16 कि 18 किलोमिटर छ फुकसम्म होइन अनि हामी रेस्ट गर्दै आउँदाखेरि चाहिँ ढिलो भइसक्यो 3:30 भइसक्यो सो हामी 4:30 त नभनौँ अब 4 बजीसम्म चाहिँ ठ्याक्क फुक पुग्छौँ त्यही बाटो भेट्छौँ गेट 15 मिनटमा आउँछु भनेपछि त्यहाँबाट खासै धेरै टाढा नहोला फु भिलेज सो गाइस यतिखेर हामी फु गेटमा आइपुग्यौँ अब यहाँबाट फु गाउँ पुग्न 30 मिनट्स लेखेको छ डु नट स्मोक गाइज यो एरियामा स्मोक गर्ने होइन है वार्निङ तपाईँहरूलाई भेरी गुड स्मोक गर्न दिनाउनै हुन्न क्या म नो स्मोकिङ एरियामा प्रवेश गर्दैछु यति बेला यस्तो भिड छ डर लाग्ने बाटो चाहिँ एकदमै राम्रो छ है यताको चाहिँ फु गाउँमा छिरिसकेपछि गेटबाट छिरिसकेपछि चाहिँ बाटो पनि एकदमै राम्रो छ यहाँबाट हिमालहरू चाहिँ खासै देखिँदो रहन्छ पहाड मात्रै छ यता पनि त्यस्तै छ सबतिर त्यस्तै छ यता पछाडि चाहिँ छ हिमाल डेन्जर ठुलो यो चाहिँ फोर्ट जस्तो छ पहिला युद्धकालमा राजाहरूले यहाँ माथि बसेर चाहिँ गुलीले हान्थ्यो होला जस्तो लागेर मलाई होइन तर एक्चुअली के हो चाहिँ थाहा छैन डेन्जरै हावा चलाएको छ गाइस डेन्जरै हावा चलेर साथी त लुकिरहेछ डेन्जरै हावा चलाएको छ मलाई त उडाला जस्तो लागेको छ खेत जस्तो बनाएको ढुङ्गा राखेर यस्तो हावा लाग्छ अनि खस्दैन त भर्खरै खसेको We finally reached Poo village at around 4 p.m. After days of traveling deeper into the mountains, arriving here felt completely different from the outside world. Stone houses, narrow paths, cold winds, and giant mountains surrounding the village from every direction. Today is day 4. This morning we are hiking to Himlung Base Camp. The trail is considered relatively easy, taking around 4 hours to reach the base camp and about 2 hours to return back to Poo. For the first time in this journey, we are not rushing towards a destination. Today is all about the mountains, the silence, and the experience of walking at high altitude. Step by step, we continue deeper into the Himalayas. सो अगाडि एउटा टोली हुनुहुन्थ्यो उहाँहरू अघि नै निस्किसक्नु भएको 7:30 बजीतिर हामी चाहिँ ढिलो निस्किरहेको छौँ र हेरौँ हामी कति बेला पुग्छौँ हामी बिस्तारै जान्छौँ र तपाईँहरूलाई पनि देखाउँदै अघि बढ्छौँ हामी बेस क्याम्प चाहिँ पुग्न लाग्यो यतिखेर अगाडिपट्टि देखिरहेको छ हिमलुङ हिमाल बाटो चाहिँ पुरै यस्तै छ है बाटो काएर चाहिँ छैन सुरुमा 1.5 घन्टा जति हल्का उकालो छ टेक्निकल त्यसपछि चाहिँ बाटो सिधा छ
यतिखेर चाहिँ हामी हिमलुङ हिमालको बेस क्याम्प नजिकै बसेर खाजासाजा खाएर आनन्दले रमाइलो गर्दैछौँ। एकदम रमाइलो छ पछाडिको भ्यू पनि। यो चाहिँ हिमलुङ बेस क्याम्प। हिमलुङको पिक चाहिँ त्यो रहेछ। यहाँ चाहिँ पुरै क्याम्पै क्याम्प छ। सबजना यहीँ आएर बस्नु हुँदो रहेछ। यहाँबाट पारी त्यो भिरबाट यताबाट चढ्दै चढ्दै मास्तिर जानु हुँदो रहेछ। हामीलाई चाहिँ तल 4300 मिटर भनेको थियो। यहाँ आउँदा थाहा हो कि 4900 मिटरमा रहेछ बेस क्याम्प। ठिकै छ। यतिखेर चाहिँ हामी बेस क्याम्प पुगेर फर्किसक्यौँ। एकदमै चिसो हावाले हानेपछि हामी चाहिँ अलिकति तलसम्म झरिहाल्यौँ अनि बल्ल मैले भिडियो खिच्न थालेँ। यस्तो चिसो हावा लगाइरहेको थियो बेस क्याम्पमा। सो यसको हाइट चाहिँ 4900 मिटर रहेछ। मैले तलको लोकल हाइटले चाहिँ 44 कि 45 भनेर भन्नु हुनुहुन्थ्यो, तर 4900 रहेछ। दामी छ भ्यू चाहिँ यस्तो। यतिखेर चाहिँ हामी फर्किँदै गर्दाको भ्यू हो। आज चाहिँ हामी फु गाउँबाट चाहिँ नारफेदीको लागि फर्किँदैछौँ। हामी 2 दिन चाहिँ यो लामा होटेल लामामा बस्यौँ। अब चाहिँ हामी 9 बज्न लाग्यो यतिखेर। अब हामी आज नारफेदीको लागि हिँड्यौँ यहाँबाट। आजको हाम्रो खाजा चाहिँ आलु छ। हिमाल हेर्दै छ्याकुमा आएर हामीले चाहिँ खानासाना खाएर अब यहाँबाट निस्किँदैछौँ। एकदमै राम्रो ठाउँ छ यहाँ। ठ्याक्क हिमालको फेदमुनि छ गाउँ चाहिँ। एकदमै रमाइलो छ। यो चाहिँ नारफेदी जाँदै गरेको हामी फर्किएर आज नारफेदी बस्छौँ। भोलि नार भिलेजमा बस्छौँ। अनि त्यसपछि चाहिँ पर्सि चाहिँ हामी क्लास पुग्छ। यतापट्टिको चाहिँ पुरानो पुल हो। यो चाहिँ नयाँ पुल। तर नि भिडियो खिच्दा नि अचुत काठमाडौँमा दामी हुन्थ्यो क्या। एकचोटि फेरि गएर आउन त। ऋषि शास्त्र आएर मात्रै हो कि नत्र दामी। अब त्यो बेच चाहिँ डर लाग्ने क्या भाइ। त्यो पनि ढुङ्गामाथि उठाएको रहेछ यार। ढुङ्गा र काठमाडौँ चट्टानमाथि उठाएको होइन क्या। ढुङ्गामाथि हो कि ए तलै चट्टान छ क्या। ए त्यसलाई सपोर्ट हेर न। यति भनेको सपोर्ट त हो। अब एक उकालो यहाँबाट माथि गयो भने चाहिँ नारफेदी नार गाउँ भयो। यो तलको भनेको चाहिँ यो मोनास्ट्री भनेको चाहिँ हाम्रो गुम्बा। अनि आज हामी त्यहीँ बस्छ। नारफेदी पनि भनिन्छ यहाँ चाहिँ। अब भोलिको यात्रा चाहिँ हाम्रो माथि हुनेछ। करिब 3 घन्टाको लेखेको छ। अब हेरौँ भोलि चाहिँ कति बेला पुगिन्छ। आज चाहिँ हामी अगाडि देखिरहेको ठाउँमा गएर बस्छौँ। दिस इज नारफेदी।
Today is day 6. We're trekking from Nar Fedi to Nar village, a short hike of around 3 hours. After reaching Nar, we'll explore the village and rest for the day. Because tomorrow is the big day. Kangla Pass awaits us. खोजिरहन्छु जवाफहरू धेरै प्रश्नहरूको छ नै सो यतिखेर चाहिँ हामी नार जाँदैछौँ नार भिलेजमा हामी नार फेदीबाट हिँडेको लगभग 2 घन्टा जति भइसक्यो त्यहाँ एकछिन रेस्ट पनि गऱ्यौँ हामी यहाँ चाहिँ एकदम प्लेन एरिया रहेछ सिधा बाटो छ हिँड्न पनि आनन्द आइरहेछ अब यहाँबाट हामीलाई नार भिलेज पुग्न चाहिँ मिनिमम पनि 1 घन्टा जति चाहिँ लाग्छ जस्तो लागिरहेछ मलाई कहाँ हो देखिसकेको छैन म्यापमा हेरेर चाहिँ टाढै देखिरहेको थियौँ सो यहाँले यता चाहिँ यस्तो देखिरहेछ यता यो अगाडि देखिरहेको चाहिँ नार भिलेज हो अनि हामी आज यहीँ बस्छौँ अनि भोलि चाहिँ बिहानै उठेर यताबाट यसरी 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 हुँदै 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 यहाँ पुगेर चाहिँ भोलि त्यहाँबाट उता पारी निस्केर पास गर्छौँ भोलि चाहिँ यहाँ चाहिँ खेतीपाती गर्नलाई प्रशस्त जग्गाहरू चाहिँ मिलेको बारी पनि छ यहाँ चाहिँ भिलेज भइहाल्यो ढक्कै हिमालको फेदमा shredded cheese यो त अझ यो पनि हालेर आओस् न है काटे राख्दै रहेछ केमा यतिखेर बिहानको 4:45 जति भयो अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ नार भिलेजबाट अब हामी लगभग 9-10 बजीतिर चाहिँ हामी पास पुग्छौँ होला आज अनि त्यसपछि 2 बजीतिर नगल झरिसक्छौँ जस्तो लागिरहेछ
हामी हिँडेको लगभग 2 घन्टा हुन लाग्यो। अब चाहिँ हामीले सिधा बाटोहरू हल्का स्लोप टाइपको उकालो चाहिँ लगभग सकिन लाग्यो। अब त्यो देखिरहेको ठाउँबाट चाहिँ यहाँबाट चाहिँ अब यताबाट चाहिँ अब उकालो सुरु हुन थाल्यो। पास चाहिँ ठ्याक्कै यसको पछाडिपट्टि छ। अझ हामीलाई 2 घन्टा भन्दा अलि बढी लाग्ला सायद। हेरौँ कति टाइम लाग्छ। सायद 2 घन्टामा चाहिँ सकिन्छ कि भन्ने हाम्रो गेस छ। द्याट्स अल। अहिलेसम्म एकदम ठिक छ अवस्था सबैजनाको। आउँदैछन् सबैजना। यो चाहिँ काङ्ला फेदी धर्मशाला रहेछ यहाँनिर चाहिँ। वाह दामी आइरहेछ। फाइनली म पासको टपमा आइपुगिसकेँ। यतिखेर साथीहरू धेरै नै पछाडि छन्। अमिर र म चाहिँ आइपुगिसक्यौँ। अमिर अघि नै आइपुगेर बसेको। म चाहिँ भर्खर आएर रेस्ट गर्दैछु एकछिन। सो अब साथीहरूलाई कुर्छौँ एकछिन। लाग्छ होला लगभग आधी घन्टा चाहिँ साथीहरू आइपुग्नलाई। अनि त्यसपछि चाहिँ हामी तल फर्किन्छौँ। तल पनि भिरकै बाटो जस्तो छ। यस्तो हेर्दाखेरि पनि अगाडि हिमाल छ, यता यस्तो छ, यता यस्तो छ है। द्याट्स अल गाइज। माथि बादल हिँडिरहेको छ हामीभन्दा तुफान स्पिडमा। द्याट्स अल। मलाई काङ्ला पास 2083। Yeah, we land! यस। Come on! Sui, we are peace lover. Say no to war. This is Kangla Pass! Come on! लौ सुना 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 लौ सुना सुना है लै लौ सुना 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 लौ सुना सुना है के नै छ यो पहाडमा दुःख बाहेक जन एक दिन चढी जानु छ रुवाउँदै सबको मन सबैलाई बिदा दिँदै रुवाउँदै सबको मन साथी भाइ आँसु झार्छन् रुवाउँदै सबको मन के नै छ यो जीवनमा दुःख बाहेक झन् गुरु बाबा आउनै छाडे कापी कलम हरायो स्कुलको कोठैभित्र भेडा बाख्रा गनायो अब त बसै उठ्यो छोडे आफ्नै घर कुखुराको डाकैसँग भागे हाम्रो बाउ सुना 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 लौ सुना सुना है लै लौ सुना 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 लौ सुना सुना है